गुरुभ्यो नमः। गुरुचरणकमलेभ्यो नमः। माता पितृचरणकमलेभ्यो नमः। आज ज्येष्ठ शुक्ल एकादशी निर्जला एकादशी पनि भनिन्छ, भीमसेनी एकादशी पनि भनिन्छ। आजको एकादशीलाई आजको एकादशीमा तुलसीको दल बीजको रूपमा छर्ने र दिन हो। आज तुलसीको बिउ राख्ने भन्ने चलन छ आम नेपाली भाषामा। तुलसीको बेर्ना तयार हुनको लागि आजको एकादशीको विशेष महत्व छ। हामीले प्रातःकालमा योगाभ्यास आदि योग कर्महरू सकेर श्री शालग्राम शिला विग्रह मूर्ति, भगवानका विग्रह मूर्ति शिला स्वरूप देव देवताहरूको पूजा आराधना, तुलसी दललाई बीजारोपण गरेर तुलसी मठमा प्रत्यारोपण गरियो। धूप दीप नैवेद्य पञ्चोपचार षोडशोपचारले भगवानको पूजा आराधना गरेर पाठ एकादशी महात्म्य पाठ श्रवण गर्ने पूर्व सन्ध्यामा हामी उपस्थित भएका छौं। आज द्वादशीले युक्त एकादशी तिथि छिन्। यो द्वादशीले युक्त एकादशी तिथिमा पाठ पारायण गर्नु, व्रत उपासना गर्नु, हरिनाम संकीर्तनको जप भजन गर्नु अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यी संक्षेपमा यी विषयहरूलाई मैले यहाँहरूका साथमा निवेदन गर्दै बाँकी कुराहरू एकादशी महात्म्यबाट स्पष्ट हुनेछ। म पाठतिर यहाँहरूलाई अग्रसारित गराउँदछु। आउनुहोस् सुरु गरौँ। शुक्लां ब्रह्म विचार सार परमां आद्यं जगद्व्यापिणीं वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्धकारापहम् हस्तस्य फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां श्री सरस्वती देव्यै नमो नमः। हरि नारायण। अथ ज्येष्ठ शुक्ल एकादशी व्रतकथा प्रारभ्यते। भीमसेन उवाच पितामह महाबुद्ध शृणु मे परमं वचा। युधिष्ठिरस्य कुन्ती च तथा द्रुपदनन्दिनी अर्जुनो नकुलश्चैव सहदेवस्तथैव च। एकादश्यां न भुञ्जन्ति कदाचिदपि ब्रूषु व्रत। ते मां ब्रुवन्ति वै नित्यं मा त्वं पुंक्षु भृगोदर। अहं तान् ब्रुवं तात बभुक्षदः सः मम। दानं दास्यामि विधिवत् पूजयिष्यामि केशवं। निविनोपवासं लभ्येत कथमेकादशी व्रतम्। भीमसेन वचः श्रुत्वा व्यासो वचनमब्रेद। व्यासो वाच यति स्वर्गोऽत्यभीष्टस्ते नरको निष्ठ एव च। एकादश्यां न वक्तव्यं पक्षयोरुभयोरपि। भीमसेन उवाच पितामह महाबुद्धे कथयामि तवाग्रतः। एकभुङ्क्ते न शक्तोऽहमुपवास कथं मुने। भृको नामास्ति यो वने सदा जठरे मम। अतीवान्नं यदा स्नामि तदा समुपसाम्यति। एकं शक्तोऽस्यहं कर्तुं चोवासं मा मुने। येनैव प्राप्यते स्वर्गः तत्करोमि यथा तथं। तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्। व्यास उवाच श्रुतास्ते मानवा धर्मा वैदिकाः श्रुतास्त्वया। कलौ युगे न शक्यन्ते कर्तुते वै नराधिप। सुखोपायं चाल्वधनम् अल्पक्लेशमाफलं पुराणानां सर्वेषां सारभूतं वदामि। एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि। एकादश्यां न भुङ्क्ते यो न याति नरकं तु सः। व्यासस्य वचनं श्रुत्वा कम्पितो सोत्तपत्रवत् भीमसेनो महाबाहुर्भीतो वाक्यमवासत। भीमसेन उवाच पितामह न शक्तोऽहम् उवासे करोमि किम्।
ततो बहुफलं ब्रूहि व्रतमेकं मम प्रभो। व्यास उवाच वृषसेमितनाशर्के शुक्ला एकादशी भवेत्। ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता। स्नाने चाचमने चैव वर्जयित्वोदकं बुधः। मासमात्रं सुवर्णस्य यत्र मज्जिति वैमणिः। एतदाचमनं प्रोक्तं पवित्रं काशशोधनं गोकर्णकृतास्तेन मासमात्रं जलं पिबेत्। तन्न्यूनमधिकं पित्वा सुरापानसमं भवेत्। उपयुज्यित नैवान्यत् व्रतभङ्गोऽन्यथा भवेत्। उदयादुदयं यावद्वर्जित्वा तथोदकम् अप्रयत्नादवाप्नोति द्वादश्यादादशी फलम्। प्रभाते विमले जाते द्वादश्य मिश्रणमाचरेत्। जलं सुवर्णं दत्त्वा च द्विजातिभ्यो यथाविधि। पुञ्जीत कृतकृत्यस्तु ब्राह्मणः सहितो व्रती। एवं कृते तु यद् पुण्यं भीमसेन शृणस्व तद्। संवत्सरस्य मध्ये एकादश्यो भवन्ति वै। तासां फलमवाप्नोति अत्र मे नास्ति संशयः इति मां केशव प्राह शङ्खचक्रगदाधरः। सर्वं धर्मान् परित्यज्य मामेकं शरणं व्रज। एकादश्यां निराहारान् नरः पापात् प्रमुच्यते। द्रव्यशुद्धि कलौ नास्ति संस्कार स्मार्त एव च। वैदिकशकुतशास्त्रे प्राप्ते दुष्टे कलौ युगे खिन्नते बहुनोक्ते तवायो कुत्र पुनः पुनः। एकादश्यां न भुञ्जित पक्षयोरुभयोरपि। एकादश्यां सिद्धे पक्षे ज्येष्ठस्योदकवर्जितम्। उपस्य फलमाप्नोति तच्छृणु सोऽभृगोदर। सर्वतीर्थेषु यत् पुण्यं सर्वदानेषु यत् फलम् तत्फलं सर्वमाप्नोति इमां कृत्वा भृगोदर। संवत्सरस्य यावत्यः शुक्लाः कृष्णभृगोदर। उपोषिताः सर्वाः शिवरेकादश न संशय। धनधान्यबलायुर्धः पुत्रारोग्यफलप्रदाः। उपोषिता नरव्याघ्र इति सत्यं वदामिति। ये मधुता महाकायाः करालाः कृष्णपिङ्गलाः। दण्डपाशधरा रौद्रा नोपसर्पन्ति तं नरम्। पीताम्बरधरा सौम्या सक्रास्ता मनोजवाः। अन्तकाले नयन्त्येवं मानानं वैष्णवी परिम्। तस्मात् सर्वप्रयत्नेन सोपोष्योदकवर्जिता। जलधेनुं ततो दत्त्वा सर्वपापे प्रमुच्यते इति श्रुता। तदा चक्रो पाण्डवा जनमे जय। ततः प्रवृत्ति भीमेन कृतेयं निर्जला शुभा। पाण्डव द्वादशी नाम्ना लोके ख्याता बभूवः। तथा त्वमपि भूपाल सोपवासार्चनं हरेः। कुरु त्वं च प्रयत्नेन सर्वपापप्रशान्तये। करिष्याम्यद्य देवेशं जलवजमुपोषणम्। भोक्षे परेन्हि देवेश ह्यनन्त तपसा तव वासरान्। इत्युच्चार्य ततो मन्त्रमुवाच परो भवेत् सर्वपापविनाशाय श्रद्धात्वं समन्वितः। मेरुमन्दरमानं तु स्त्रियोऽथ पुरुषस्य वा सर्वतद्भस्मतां याति एकादश्या प्रभावतः। न शक्नोति च यो दातुं जलधेनुं नराधिप। काञ्चनो घटस्थेन देयो वस्त्रेण संप्रीतः। त्वयस्य नियम तस्यां कुरुते वै स पुण्यवाक्। फलकोटिसुवर्णस्य यामेनुते फलं स्नानं दानं जपे होमं यदस्यां कुरुते नरः। तत्सर्वसाक्ष्यं प्रोक्तमेतत् कृष्णस्य भाषितम्। किं वा परेण धर्मेण निर्जल एकादशी नृप। उपोषिता च विधिवत् वैष्णवं पदमाप्नुयात्। सुवर्णमन्नं वासांसि यदस्यां सम्प्रदीयते। तस्यैव च कुरु श्रेष्ठ सर्वं चाप्यचयं भवेत्। एकादशी दिने योऽन्नं भुङ्क्ते पापं भुनक्तिशः। ये लोके स चाण्डालो मृतः प्राप्नोति दुर्गतिम्। ये प्रदास्यन्ति दानानि द्वादशां समुपोष्य च। ज्येष्ठमासीते पक्षे प्राप्स्यन्ति परमं पदं ब्रह्मः मध्यपहस्तेनो गुरुर्देवेष्टा सदा नृति। मुच्यन्ते पातकैः सर्वैर्निर्जलायैरुपोषिता। विशेषं शृणु कौन्तेय निर्जल एकादशी दिने यत् कर्तव्यं नरः स्त्रिभिः शब्दवादमसमन्वितैः। जलाशायितु सम्पूज्यो विद्येयादेनु सतन्मयि। प्रत्यक्षा वा नृपश्रेष्ठा घृतधेनुरथापि वा। दक्षिणाभिश्रेष्ठा वीरमिष्टान्नैस्त्वपृथग्विधैः। तूषणीयः प्रयत्नेन द्विजाधर्मभृताम्बर। तुष्टो भवति वै क्षिप्रतैस्तुष्टैर्मोक्षदो हरिः। आत्मद्रोह कृतस्तैस्तुर्
तैस्तु एर्नैषा सम्पोषिता पापात्मानो दुराचारा दुष्टास्ते नत्र संशय कुलानां च सदंसाग्रमनाचाररतं सदा आत्मनाशतैर्नीतं वासुदेवस्य मन्दिरं शान्तिर्दानपरस्यैव अर्धविश्च तथा हरिं कुर्वद्भिर्जागरं रात्रौ येनैर्नरैः समुपोषिता अन्नं पानं तथा गावो वस्त्रं शय्यासनं शुभं कमण्डलोस्तथा छत्रं दातव्यं निर्जलादिने उपानहौ च यो दद्यात् पात्रभूते द्विजोत्तम ससौवर्णेन यानेन स्वर्गलोके व्रजे ध्रुवम् यस्येमां शृणुयाद् भक्त्या यस्यापि परिकीर्तयेद उभौतो सर्वतो स्यातां नात्र कार्या विचारणा यद्फलं तुलसिनी बाल्यां राहुग्रस्ते दिवाकरे कृत्वा श्राद्धं लवेन्मर्त्यस्तदस्याः श्रवणादपि नियं च प्रकुर्वीत दन्तधावनपूर्वकम् एकादश्यां निराहारो वदयिष्यामि वै जलम् केशव प्रीणनार्थाय अन्यदा च मनादृते द्वादश्यां देवदेवेश पूजनीय स्त्रीविक्रम गन्धपुष्पैस्तथा दीपैर्वारिभिः प्रीणयेद्धरिं पूजयित्वा विधानेन मन्त्रमेतमुदीरयेत् देवदेव ऋषिकेश संसाराणवतारक जलकुम्भप्रदानेन नयमां परमां गतिं ततः कुम्भाः प्रदातव्या ब्राह्मणेभ्यः स्वशक्तितः सान्नवस्त्रयुधा भीमछत्रोपानदफलान्वितः दानान्यन्यानि देयानि जलधेनुर्विशेषतः भोजयित्वा ततो विप्रान् स्वयं पुञ्जितवाक्यतः एवं यः कुरुते पुण्यं द्वादशीं पापनाशिनीं सर्वपापविनिर्मुक्तः पदं गच्छत्यनामयम् इति श्री ब्रह्मवैवर्तपुराणे ज्येष्ठशुक्लनिर्जल एकादशी व्रतमहात्म्यं सम्पूर्णं हरये नमः। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव भक्ति सुतौ तौ तरुणौ कृत्वा प्रेमिकरूपा सा विरासित श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। ज्येष्ठ शुक्ल एकादशी व्रत कथा हामीले पारायण गरिसकेका छौं र व्रत कथाले दिएका उपदेश नेपाली भावार्थ संक्षिप्त रूपमा मैले यहाँहरू समक्ष निवेदन गर्न गइरहेको छु। श्री कृष्ण चन्द्र भगवानले अर्जुनलाई उपदेश गर्दै बताउनु भएको कथाहरू मध्ये को एकादशी महात्म्य को आजको ज्येष्ठ शुक्ल एकादशी निर्जला एकादशीको कथा महर्षि व्यास भगवानले भीमसेनलाई उपदेश गर्दै बताउनु भएको छ। निर्जला एकादशीमा अर्जुन, नकुल, सहदेव, युधिष्ठिर आदिले कहिल्यै पनि भोजन गर्दैनन्, सधैँभरि नित्य व्रत गर्छन्। यो एकादशीको व्रतले अभिष्ट व्रतका प्रभावले अभिष्ट फल प्राप्त हुन्छ, स्वर्ग प्राप्ति हुन्छ, मोक्ष प्राप्ति हुन्छ। तसर्थ हे भीमसेन, तिमीले पनि एकादशीको व्रत गर्नुपर्दछ। सबैले व्रत गर्दाखेरि तिमी पनि व्रत बस भनेर भन्नुहुन्छ भगवान वेदव्यासले। र भीमसेनले भन्नुहुन्छ, हे पितामह, हजुरले उपवास गर भनेर त मलाई भन्नुभयो, तर म त शरीरले पनि धेरै ठुलो स्थूल शरीर भएको छु
भोक मलाई धेरै भोक लाग्छ। वृकोदर नामक अग्नि छ मेरो उदरमा, पेटमा। त्यो वृकोदर नामक अग्निले गर्दाखेरि मैले जति खाएको कुराहरू पनि हजम हुन्छ। थोरै अन्नले मेरो क्षुधा शान्त हुन सक्दैन। हे महामुनि, मैले के गरेर यो एकादशीको, निर्जला एकादशीको अथवा ज्येष्ठ शुक्ल एकादशीको व्रत सम्पादन गर्न सक्छु र? हे राजन, हे महामुनि, हजुरले मलाई त्यस्तो सजिलो उपाय बताइदिनुहोस् जुन व्रतका कारणले मैले मोक्ष प्राप्त गर्न सकूं भनेर व्यासजी भगवानसँग निवेदन गर्नुहुन्छ। र भीमसेनको कुरा सुनेर भगवानले आज्ञा गर्नुहुन्छ, यो वृष राशि वा मिथुन राशिका राशिमा सूर्य भएका बेला ज्येष्ठ महिनाको शुक्ल पक्षको जुन एकादशी हुन्छ, ती एकादशीको निर्जल यानी एक मासा सुन भिज्ने पानी मात्रै आचमन गरेर निर्जल एकादशी व्रत गर्नुपर्छ। त्यसले मानिसको सम्पूर्ण पापको क्षय हुन्छ र द्वादशीका दिनमा विग्रह मूर्ति स्वरूप शालग्राम भगवानको पूजा गर्ने, तुलसी मठमा पूजा गर्ने, आफ्ना इष्टदेव नित्य पूजा गरिने देव देवताहरूलाई धूप दीप नैवेद्य पञ्चोपचार षोडशोपचारले पूजा गर्ने र ब्राह्मणलाई घडा, जल सहितको घडा र छत्र छाता दान गर्ने, सम्भव भएसम्म स्वर्ण दान गर्ने यथाशक्य र द्वादशीका दिन भोजन गर्दाखेरि मानिसले मोक्ष प्राप्त गर्दछन्। ठूलै धेरै फल प्राप्त गर्दछन्। उपवासले, दानले मानिसहरूलाई धन धान्य बल आयु पुत्र आरोग्य सम्पूर्ण मिल्दछ। यो एकादशीको व्रतका प्रभावबाट ती सम्पूर्ण लाभ हुन्छ। वर्षभरिका एकादशीहरू मध्येमा को उपासना मात्रै गर्नाले पनि सम्पूर्ण एकादशीको फल गरे बराबरको लाभ प्राप्त हुन्छ। प्रविधिको कारणले केही समस्या देखियो लाइभमा। भनिएको छ जल र गोदान, गाईको दान गर्नाले सम्पूर्ण पापहरूबाट मान्छेहरूले मुक्ति पाउँछन्। यी विविध विधिहरू बताइसकेपछि भीमसेनले पनि यो ज्येष्ठ शुक्ल एकादशी, निर्जला एकादशीको व्रत उपासना गर्नुभयो। त्यसै कारणले यो एकादशीलाई भीमसेनी एकादशी को नामले पनि प्रसिद्धि भयो। भीमसेनी एकादशी भनेर पनि भनिन्छ। अब
यस एकादशीमा धेनुदान गर्न सकेदेखि सुवर्णका साथमा वस्त्र बेष्टित वस्त्र सहित धेनुदान, जल सहितको कलश दान गर्नाले अनन्त फल अर्थात 4 करोड सुवर्ण दानको फल प्राप्त हुन्छ भनेर भनिएको छ। अनन्त फल प्राप्त हुन्छ। श्री कृष्णचन्द्र भगवानले अर्जुनलाई उपदेश गर्दै भन्नुभएको छ कि निर्जला एकादशीका दिनमा स्नान, दान, जप, होम, दैनिक अग्निहोत्र गर्ने परम्परा पनि छ हाम्रो। यद्यपि अहिले पनि दैनिक अग्निहोत्र धेरै विद्वान मित्र बन्धुहरूले गरिराख्नुहुन्छ। स्नान, दान, जप, होम जो मनुष्यहरूले गर्दछन् त्यसको पुण्य अक्षय हुन्छ, क्षय हुँदैन। हामीले ब्रह्महत्या गर्न नहुने कर्महरू मध्येमा ब्रह्महत्या गर्नु हुँदैन। मद्यपान, धूमपान, जसलाई धूम्रपान भन्ने चलन छ। धुवा जस्तो होइन कि धुमै पान गर्ने हो, त्यसले गर्दाखेरि धूमपान भन्दा उपयुक्त हुन्छ। मद्यपान, धूमपान, गुरुद्वेष, धेरै जसो प्रचलन गुरुद्वेष, कलियुगमा गुरुद्वेषको छ। गुरुद्वेष, मिथ्या भाषण, झुट्टो कुराहरू गर्ने, ठकठाक पारिहाल्ने। राजनीतिमा त अझ यो धेरै मात्रामा चाहिँ चलेको छ, मिथ्या भाषण गर्ने। झुट बोलेपछि ठुलो मान्छे भइन्छ भन्ने एक खाले मेन्टालिटी, मनस्थिति निर्माण भएको छ। मिथ्या भाषण र निर्जला एकादशीको व्रतले पापहरूबाट चाहिँ छुटकारा मिल्दछ। निर्जला एकादशी दूध दक्षिणा सहित मिष्ठान्न भने मिठो भोजन द्वादशीका दिन दान गर्नु पर्दछ र ब्राह्मणहरूलाई भोजनबाट तृप्त गराएर सन्तुष्ट गराउँदा विष्णु भगवान नारायण स्वयं सन्तुष्ट हुनुहुन्छ। र नारायण सन्तुष्ट भइसकेपछि निर्जला एकादशीको व्रतका प्रभावबाट कुलका 100 अगाडि, आफ्ना कुलका 100 अगाडि र 100 पछाडिसम्मका कुटुम्बहरूले दुर्गति भोग्नु पर्दैन अथवा भगवानको लोकमा, विष्णु लोकमा, गोलोकमा, वैकुण्ठ लोक प्राप्ति हुन्छ। सकुटुम्ब मोक्ष प्राप्त हुन्छ भन्ने भनाइ छ। त्योभन्दा ठुलो उपलब्धि त केही पनि हुन सक्दैन। आफ्ना बन्धु बान्धव कुटुम्ब सहित वैकुण्ठ लोक प्राप्त हुने भनेको ठुलो पुण्य हो। आजका दिनमा कमण्डलु र छाता दान गर्दा, कमण्डलु र छाता खराउ दान गर्दा उत्तम गति प्राप्त हुन्छ। दान सुपात्रलाई गर्नु पर्दछ। भोको व्यक्तिलाई अन्नदान गर्नु, वस्त्र, नयाँ वस्त्रै लाउन नसकेका, हमेशै लाउन नसक्नेहरूलाई वस्त्र दान गर्नु, धन द्रव्यहरूको अभावमा गुज्रेका विप्र दम्पतिहरूलाई दक्षिणा द्रव्य दान गर्नु। दानको पनि धेरै विशेष महत्व बताइएको छ। सुपात्रलाई दान गर्नुपर्छ भनेको छ। श्रीमद् भगवत गीतामा पनि चाहिँ भनेको छ, यद्दानम दिएते स्मृताम देशे काले च पात्रे च यद्दानम दिएते स्मृताम। देश, काल र पात्र हेरेर, ठाउँ, स्थान, समय र पात्र हेरेर चाहिँ दान गर्नु भनेको छ। यसरी एकादशीका दिनमा उपवास गरेर द्वादशीका दिनमा ब्राह्मणहरूलाई एकादशी महात्म्यमा बताए अनुसारको दान पुण्य गरेर
ब्राह्मण दक्षिणा गरेर भोजन गर्दा मोक्ष प्राप्ति हुन्छ भनेको छ। र भगवानको पूजा आराधना संसार सागर वार पार गर्ने भएका ऋषिकेश नारायण भगवानको पूजा आराधना अन्न वस्त्र छाता फल संयुक्त घडा सहित सुवर्ण दान जल धेनुदान जल सहितको धेनुदान यथाशक्ति दान अथवा ब्राह्मण भोजन दान दक्षिणा गरेर ब्राह्मण भोजन गराएर आफूले पनि द्वादशीका दिनमा भोजन ग्रहण गर्नु र हरि नाम संकीर्तन कम्तीमा केही नभए पनि हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव भनेर हरि नाम संकीर्तन गर्नाले कलौ केशव कीर्तनाथ भनेर चाहिँ भनेको छ श्रीमद् भागवतको महात्म्यमा। त्यसले गर्दाखेरि कलौमा केशव नारायण भगवानको कीर्तन गर्दाखेरि पनि पुण्य प्राप्ति हुन्छ भनेको छ। यसरी एकादशीको दिनमा निर्जला एकादशीको दिनमा जलपान पनि नगरेर मैले अघि नै भने माछा बराबरको चाहिँ सुन डुब्ने जल मात्रै आचमन गरेर बडा विधिपूर्वक व्रत उपासना गरेर द्वादशीका दिनमा दान पुण्य गर्ने सकिन्छ सजिलो छ। एकादशी महात्म्य कथा आफूले पनि शुद्ध रूपमा उच्चारण गरेर कथामृत पान गर्ने आफूले पूजा गर्दै आएका इष्टदेव कुलदेव माता पिताहरूको चाहिँ चरणमा ढोक दण्डवत गर्ने पूजा आराधना गर्ने तुलसीको मठमा आजको दिनमा त विशेष गरेर तुलसीको बीजारोपण गर्ने तिल सहितको जल जौतिल कुशले जौतिल कुश चन्दन समर्पित गरेर जल अर्पण गर्ने सूर्यलाई सूर्यार्घ दही अक्षता दुबो घिउ के द्रव्यहरू जुटाउन सकिन्छ सूर्यलाई अथवा जल मात्रै भए पनि सूर्यार्घ दिने गायत्री मन्त्र गुरुले दिएको आफ्नो वैदिक परम्परा अनुसारको गायत्री मन्त्र जप गर्ने र विधिवत एकादशी महात्म्यको पाठ पारायण गर्ने अथवा गरेका सुन्ने लाइभमा अध्यात्म भिरुहरूले गरेका कुराहरू पनि श्रवण गर्ने कमसे कम हरि ओम लेख्ने लाइभमा कमेन्ट गरिदिने नाम स्मरण गर्ने गरेमा मात्रै पनि सुनेमा पनि पाठ गर्नेले सुन्नेले भीमसेनले जस्तो उपासना गर्न सक्दैन कि भनेर चाहिँ निर्जल उपासना गर्न नसक्ने अवस्थामा सुन्ने भन्ने गर्दाखेरि पनि पुण्य प्राप्त हुन्छ भन्ने कुरा यी अध्यायहरूमा बताइएको छ। यी अध्यायहरूमा बताइएका सारा संक्षेप मैले यहाँहरू सामने प्रस्तुत गर्दै म पनि यो लाइभबाट बिदा चाहन्छु। हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत। श्री कृष्ण नारायण।